अहिले हामी बुढीगंगा वार्ड नम्बर 3 को बाँसबारी चौडीमा छौं र जहाँको फिल्ड स्टेडियम स्तरको छ। विराटनगरको रङशाला पछिको बाँसबारी फिल्ड नै यस्तो ठुलो छ जो एउटा रङशाला स्तरको फिल्ड छ। तर राम्रो व्यवस्थापन नभएकोले गर्दाखेरि यहाँ चाहिँ पानी जमेर खेलै हुन सकिरहेको छैन। कति ठाउँमा खाल्डाखुल्डीहरू छ, त्यसले गर्दा पनि खेल हुन सकिरहेको छैन। यहाँ चाहिँ अब खेल गरायो भने धेरै जोखिमहरू छ। खाल्डाखुल्डी भएकोले गर्दाखेरि फुटबल टुर्नामेन्ट गरायो भने कतिको खुट्टा भाँच्न सक्ने र धेरै जोखिमहरू हुन सक्छ। यो विषयमा हामी केही जनताहरूलाई यसको बारेमा सोध्न गइरहेका छौँ। यो बुढीगंगा बाँसबारीको फिल्ड हैन यस्तो ठुलो छ र स्टेडियम स्तरको छ, तर यो किन राम्रो हुन सकिरहेको छैन? किन पानी जमिरहेको छ? यहाँ चाहिँ किन राम्रो हुन नसकेको कारणहरू धेरै छन्। किनभने यहाँ सम्बन्धित निकायको मान्छेहरूले चासो दिएको छैन र प्लस बजेट आउँदाखेरि यहाँ चाहिँ त्यो बजेटमा चाहिँ अलिक यहाँको लागि चाहिँ उचित हुने गरी व्यवस्थापन नहुने गरी हिसाबले बजेट ल्याएको थियो। त्यसले गर्दाखेरि त्यो बजेटले पनि नभ्याएर अहिले त्यही पनि के भन्छ यो चौडीमा पानी जम्ने अवस्था भएको कारणले, जबकि यो बुढीगंगा गाउँपालिकै सबैभन्दा ठुलो रङ्गशाला भनेर चिनिएको हो, तर यहाँ चाहिँ अव्यवस्थित अवस्था देखिएको छ हैन। त्यसले गर्दाखेरि चाहिँ अब सम्बन्धित निकायको व्यक्तिहरूले यहाँ चाहिँ पहल गरिदिनु पर्यो, यसो आएर हेर्नु पर्यो हैन कि यहाँ चाहिँ अब के कस्तो छ। यो जुन बाँसबारीको फिल्ड छ हैन, विराटनगर रङशाला पछिकै सबभन्दा ठुलो र व्यवस्थित फिल्ड भए पनि यहाँ चाहिँ धेरै पानी जम्ने खाल्डाखुल्डी भयो अनि खेलकुद भइराखेको छैन। यसको मेन चाहिँ कारण के हो? यहाँको मेन कारण के हो भनेपछि सम्बन्धित निकायहरूले चासो नदिएर हो, यहाँको व्यवस्थापन समितिहरूले वास्ता नगरेर हो। यहाँ बालबालिकाहरू आउँछ खेल्नको लागि, कतै कुनै ठाउँमा खाल्टो हुन्छ, कुनै ठाउँमा पानी जमेको हुन्छ। यहाँको व्यवस्थापन समितिहरू लापरवाही गरेको कारणले यहाँ खेल हुन सकिरहेको छैन र यहाँको हेर्ने हो भने कुनै ठाउँमा पानी जमेको छ, कुनै ठाउँमा खाल्टो छ। यहाँको व्यवस्थापन अलिक राम्रो छैन, त्यही कारणले खेल हुन सकिरहेको छैन।